सरको टर्नीहरू तनै होला नि लाइनमा त्यहाँ छैन तरुनीहरू त्यस्तो छैन। म सिधा मान्छे हो नि, सिधा मान्छे कहाँ तरुनी हुन्छ। त्यो चुस्सा हान्नु पर्ने होला अब यहाँ पाइँदैन होइन। अब एयरपोर्ट झर्ने बित्तिकै खुकुरी रम चाहिँ एक बदल हानिहाल्ने, त्यस पछाडि चाहिँ अनि ठक। ये हमारे दाई हरी दाई पूरा फुटबॉल से अपना गर्मी निकाल रहे हैं, पूरा एंजॉय, फुल एंजॉय। थ्याङ्क यू, टेक केयर, इन्जोय। ओके, हेर्दा त पुरै रोमान्टिक हुन्छ, पुरा मजा भिडियो बनाउनुहुन्छ होला। म त हल्का फुल्का बनाउँछु बनाउनु त, तर अब त्यति साह्रो चाहिँ छैन। ओ सर सर ओ सर हेलो एभ्रिवान गाइजहरू, सबैलाई नमस्कार। हामी चाहिँ आज यो साउदी आइरन स्टिल कम्पनीले चाहिँ हामीलाई आज पार्टी दिएको कारणले हामी चाहिँ यस ठाउँमा छौँ। आज हाम्रो यहाँ चाहिँ देख्न सक्नुहुन्छ सबै साथीहरू वरिपरि हुनुहुन्छ। हाम्रो एउटा दोस्त यहाँ पुरा गीत सुन्दै मस्त मजा लिइरहनु भएको छ। हाम्रो दोस्त के हाल है? बढ़िया है दोस्त, कैसे हैं आप लोग सभी? आज इन्जोय लिएर है ना? बहुत एंजॉय, पूरा एकदम वेदर एकदम मस्त सुंदर। सेम नेपाल काठमांडू के जैसे वेदर है आज सऊदी अरबिया में। हम अपने कंपनी की तरफ से आज इधर आए हैं एंजॉयमेंट करने के लिए। ये हमारे दाई हरी दाई पूरा फुटबॉल से अपना गर्मी निकाल रहे हैं। उहाँ मेरो दोस्त भन्ने हुनुहुन्छ, यहाँ पनि नेपाल जस्तो लागिरहेछ, मजा लागिरहेछ, सेम नेपालमा रहेछ भन्ने हुनुहुन्छ। हाम्रो दोस्त चाहिँ आज पुरा मजा लिइरहेछ होइन, पूरा एंजॉय, फुल एंजॉय। थ्याङ्क यू, टेक केयर, इन्जोय। ओके, हाम्रो यता चाहिँ एउटा मेरो साथी हुनुहुन्छ, पुरा मस्त मजा लिइराख्नु भएको छ। अब साथीलाई चाहिँ म केही कुरा सोध्दैछु, उहाँ पुरा मजा लिनुभयो कि सुत्नु भएको के थाहा छैन होइन। हेलो सर, के छ खबर? हजुर एकदम ठिक छ हजुर। अनि आज हामी कहाँ छौँ रे? आज हामी हदुदको यो वाटर क्याम्प भन्ने ठाउँमा चाहिँ कम्पनीको तर्फबाट चाहिँ यसो सानो हल्का पार्टी राखेको रहेछ। त्यसको लागि चाहिँ हामी यो कम्पनीले अब इन्जोयमेन्टको लागि लिएर आएको छ। हल्का साथीभाइहरू पनि छन्, कोही जाडो छ, धेरै जाडो छ, कोही भित्र छन्, कोही यता उ अलिक खेल्दैछन्। के कम्पनीले के कस्तो पार्टीहरू दिइरहेछ त आज? कम्पनीले पार्टी कस्तो भन्दाखेरि पनि अब ठ्याक्कसँग उहाँबाट गाडीमा लिएर आयो। लिएर आएपछि अब यहाँभित्र क्याम्पमा ठक्क खानेकुराको डिसहरू राखेको छ। कुन डिस खाने अब त्यही हिसाबले नास्ता यस्तो गऱ्यो। अनि त्यस पछाडि खेल्ने कुद्ने यस्तै उस्तै। यहाँ 12 बजीतिर बिरयानी आउँछ, निकै ठुल्ठुलो बिरयानी आउँछ। 4-5 जना बसेर खाने खालको एउटा बिरयानी आउँछ। त्यो खाने दबाउने अनि त्यहाँदेखि आफ्नो क्याम्पतिर फेरि लिएर अनि जान्छ। अनि यो चाहिँ आज अब कम्पनीको तर्फबाट ड्युटी फ्री हो। चाहिँ आज पुरा इन्जोय लिनुहुन्छ? आज इन्जोयमेन्ट छ बस। घर चाहिँ कुन ठाउँमा हुनुहुन्छ तपाईँको? मेरो घर चाहिँ इलाम पर्छ, चुलाचुली गाउँपालिका हो। कति साल भयो रहेछ यो कम्पनीमा? यो कम्पनीमा आएको चाहिँ तपाईँको मेरो लगभग अहिले 17 महिना भयो। 2 वर्ष पुगेको छैन, 17 महिना भयो। अब 17 महिनामा अब घर जान आँटेको छु। मतलब घर जान अब 12-10 दिन जति छ। चाहिँ भ्याकेसन जाँदै हुनुहुन्छ? छुट्टीमा जाँदैछ। तपाईँ आज यो घुमिरहँदाखेरि साथीहरू त बल खेल्दै हुनुहुन्छ होइन, के कस्तो लागिरहेको छ? तपाईँ पनि खेल्नुहुन्छ होला एकदिनपछि? होइन खेल्छु नि, पहिला पनि मैले हल्का फल्का खेलेको हो यसो फुटबलहरू त खेल्छु। अब यहाँ जाडोमा यसो जिउ चाहिँ तताएको अघि एकछिन, अनि यहाँ थाकेर एकछिन बसेको नि। हाम्रो एउटा अर्को सर आउनु हुनुहुन्छ। सर यता आउनुहोस् न एकछिन होला। हजुर सर, के हेल्प गरौँ भन्नुहोस्। सरले खेलिरहनु भएको छ, मजा आइरहेको छ तपाईँलाई? सरलाई पनि यसो केही प्रश्न सोधौँ। अनि अरू के कस्तो छ घरतिर अवस्था? अरू घरतिर त सबै ठिकै छ। ओ सर तपाईँको घरतिर के छ? थोरै भयो भने मजा इन्जोय लिनु होला आज। अनि के होस् आफ्नो ख्याल गर्नु होला। एकदम चिसो कुल मौसम छ होइन, कुल थोरै भयो भने मनको कुराहरू राखिदिनु हो त, यसको लागि तपाईँलाई धन्यवाद दिन चाहन्छु। फेरि आउँदाखेरि फेरि बनाउला यस्तो भ्लगहरू है। हस्, धन्यवाद। अनि उहाँ भिडियो हेर्ने साथीहरूलाई के भन्नुहुन्छ त तपाईँ? उहाँ भिडियो हेरिरहने साथीहरूलाई पनि अब धेरै धेरै धन्यवाद। हजुरले अब मेरो पनि यसो भिडियो देखाइदिएर मलाई पनि यसो सार्वजनिक साथीभाइहरूसँग चिनाजाना भयो भने अझै राम्रो होइन। र उहाँलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु र तपाईँलाई पनि धेरै धन्यवाद। तपाईँ टिकटक चलाउनुहुन्छ? टिकटक चलाउँछु म। भनेपछि अब फेमस हुन्छ होला? फलोवर्स सायद होला। फेमस हुनुहुन्छ होला? फेमस छुइनँ म, त्यस्तो फेमस खालको होइन। हल्का यसो अब कन्टेन्टहरू जानिँदैन, त्यत्तिकै घुमिन्छ बनाइन्छ बस, त्यतै हो। हेर्दा त पुरै रोमान्टिक हुन्छ, पुरा मजा भिडियो बनाउनुहुन्छ होला? म त हल्का फुल्का बनाउँछु बनाउनु त, तर अब त्यति साह्रो चाहिँ छैन। भनेपछि सरको टर्नीहरू तनै होला नि लाइनमा त्यहाँ? छैन तरुनीहरू त्यस्तो छैन। म सिधा मान्छे हो नि, सिधा मान्छे कहाँ तरुनी हुन्छ। ल कोही यसो यहाँ जस्तो एकदम फुर्तिलो
रोमान्टिक मान्छे चाहियो भने चाहिँ यहाँ सोल्टी हुनुहुन्छ, उहाँसँग यसो कन्ट्याक्ट गर्नु त्यहाँ टिकटकमा जोइन भएर। उहाँ सोल्टीलाई खोइ भनेको एउटा खोजौँ न तरुनी हौ, गएर झ्याप्पासँगले बेसे गर्ने भनेको। धन्यवाद, तपाईँ रमाइलो हुनुहुँदो रहेछ। आजको लागि चाहिँ यतिमै अन्त्य गरौँ होला होइन सर? हस् हुन्छ। उहाँ मेरो दोस्त भन्ने हुनुहुन्छ, यहाँ पनि नेपाल जस्तो लागिरहेछ, मजा लागिरहेछ, सेम नेपालमा रहेछ भन्ने हुनुहुन्छ। हाम्रो दोस्त चाहिँ आज पुरा मजा लिइरहेछ होइन।